त के देखेँ मैले, ओ माई गड्स। कहाँ जाने म अब सुर्ती खोज्न, कहाँ हो कहाँ। गेट पाले होइन पाले कुरुवा बडीगार्ड वर्ल ढक्क हुँदैछ कि। हाई गाइज, गुड मर्निङ। टुडेज लाइफ भ्लगमा स्वागत छ। मस्त आज चाहिँ मर्निङ वाकमा निस्केको म चाहिँ होइन। चारैतिर अँधेरो छ, यो लाइटिङ देख्न सक्नुहुन्छ। सर्लकै हल्का हल्का नै छ। म चाहिँ मस्त मर्निङ वाकमा चल्दिँदैछु अहिले चाहिँ। अब के कस्तो हुन्छ आजको दिन म देखाउनेवाला नै छु तपाईँहरूलाई। सो च्यानललाई सब्सक्राइब गरिदिनु र भिडियो अन्तिमसम्म हेरिदिनु। हामी चाहिँ अहिले सौरातिर निस्किँदैछौँ, तर सौरा चोकमा पुग्न सक्दिनँ। पहिला हामी खुब दौडेर सौरा चोक पुग्थ्यो, अहिले चाहिँ पुगिँदैन बाटो। उताबाट गाडी आइरहेको रहेछ, सर्लकै अन्धकार छ पुरै। यो मास्क चाहिँ मैले किन लगाएको भन्नुपर्दा चाहिँ चिसोले नाकमा साह्रै समस्या गर्छ मलाई, त्यही भएर म चाहिँ नाकमा अब टक्क मास्क लगाएर हिँड्दैछु। यस्तो यस्तो बेला अब टक्क गैँडाको पनि डर हुन्छ कि हाम्रोतिर चाहिँ। लगाइज अब टक्क बिहानको अब एक राउन्ड हानेर म पनि अब आइसकेँ। हिँडेर टक्क तपाईँहरूले देखिन सक्नुभयो सर्लकै। हाम्रो अब मेरो टेबल चाहिँ जहिले पनि यस्तै नै हुन्छ। यहाँ चाहिँ हाम्रो बिहानको तरकारी पाकिसकेको छ होइन। अब देख्न सक्नुहुन्छ कि मेरो अब बेड त त्यस्तै हो है। अब के गर्ने अब यसो मुड चल्छ बिहानी भन्छु। अब के रोकडा सोकडा छैन, अब त्यस्तै हो। अब कसैलाई उठाएर लिएर भन्यो भने मसँग यसरी टाँसेर बोल्ने कोही छँदै छैन। ओन्ली वान पर्सन हो म चाहिँ, प्योर सिङ्गल। त्यस्तै नै हो। अब म चाहिँ यतिखेर अब बाबाको डिमान्ड अब सुर्ती लिएर आइदियो भने अब कहाँ जाने म अब सुर्ती खोज्न, कहाँ हो कहाँ। अब म जान्छु, पहिला सुर्ती खोज्छु, त्यसपछि सुर्ती चाहिँ खोजेर ल्याएर राखिदिन्छु र त्यसपछि बाबा आउनुहुन्छ र फेरि पनि काममा जानुहुन्छ। त्यही नै हो। अब हाम्रो मम्मीले चाहिँ खाना बाहिरतिर अर्को खाना नि बनाउँदै हुनुहुन्छ टक्क पछितिर म देखाउँछु तपाईँलाई। त्यही नै हो। टेबलको हालत यस्तो छ, यो मेरो बिस्तारोको हालत त्यस्तै छ, फताभुङ्ग छ। अब के भन्ने, त्यस्तै त हो नि। अब कसलाई ल्याउने कि कसलाई, अब सिङ्गल पर्सन गाह्रो छ। गाइज यहाँ चाहिँ मस्त मेरो यो स्कुटर पार्किङमा छ। हामी चाहिँ यता अर्को तरकारी पनि पाकिरहेको छ। हाम्रो हजुरआमा चाहिँ उता आगो तापिरहनु भएको छ। सो त्यही नै हो। टक्क म चाहिँ पहिला तपाईँहरूलाई देखाउँछु, अनि त्यसपछि हामी भाग्छौँ कि सुर्ती लिनलाई। यहाँ चाहिँ हाम्रो मम्सले के गर्दै हुनुहुन्छ हौ, यस्तो छोपेर। मासु पाकिरहेको छ, ल ठिक छ। तर मैले अहिले मासु खाना चाहिँ छोडेको छु कि यो मेरो पेटले अलि डिस्टर्ब गरिरहेछ। म अलि भेज पर्सन भएछु कि म। सिङ्गलमा त सिङ्गल, अब भेज पनि भएछु। ल अलि दिनको लागि ठिकै छ, त्यस्तै नै हो। अब चाहिँ म चाहिँ लाग्दिनुपर्छ सुर्ती लिनलाई। गाइज म चाहिँ सुर्ती लिन आएको थिएँ होइन, बाबाको लागि। यहाँ हेर्नु त के देखेँ मैले, ओ माई गड्स। यस्तो मस्त पारामा गइ निस्किन्छ कि अब क्यामेराको क्वालिटी त्यस्तै छ कि नत्र बबाल आउँथ्यो। म फेरि चित्रसारी नै पुगेको थिएँ सुर्ती लिन। यहाँ मस्त गइ निस्किरहेछ कि। सो अब चाहिँ म घरतिर लाग्छु। लगाइज म चाहिँ मस्त बाबाको लागि सुर्ती लिएर घर आइसकेको थिएँ। यहाँ मेरो मम्मीले चाहिँ मलाई माया गरिरहनु भएको छ कि म काउली नखाने भन्ने थिएँ नि त, अनि अर्को मासु पनि छ त्यो पनि नखाने भन्ने थिएँ। अब मम्मीले टक्क आलु चिरेर धोइदिँदै हुनुहुन्छ। पकाउन चाहिँ आफैले पर्छ हो, फेरि त्यस्तो हो। अब मैले त्यस्तो खाँदिनँ नि त, अब स्टाइलको पकाएर खान्छु, त्यही भएर चाहिँ मैले अब आफैले पकाउनु पर्ने हुन्छ। सो अब हामी पकाउँछौँ। टक्क बाटोमा आउँदाखेरि मस्त गइ देखिहाल्नु भयो। लगाइज टक्क हाम्रो चाहिँ यहाँ मैले आलु पकाउनु सुरु गरिदिइसकेको छु। अब त्यस्तै नै हो, खाना पकाउनै पर्छ, खाना त पऱ्यो नि होइन। मलाई त फेरि त्यस्तै हो कि आफ्नो छुट्टै टेस्ट मनपर्छ नि त मलाई, फेरि त्यस्तै हो। अब म आफ्नै स्टाइलले पकाएर खान्छु नि त। हाम्रो चाहिँ यहाँ आलु पाक्दैछ कि। मस्त मैले आलु पाक्नलाई यहाँ छोपिदिइसकेको छु, टक्क देख्न सक्नुहुन्छ होइन। यहाँ मैले छोपिदिइसकेको छु होइन। अब यसको कुरा गर्नुपर्दा चाहिँ यो नाथे जाँठोले कोठाभित्र किन पकाउँदैछ भन्नुहुन्छ भने त चाहिँ अब हामी यसको कुरा गर्नुपर्दा चाहिँ अब बोर्ड यहाँ छ, अब किचन पनि छ, पकाउने ठाउँ ठुलै छ, नहुने होइन। त्यहाँ यत्रो खसी काटेर पनि पाक्छ कि त्यहाँ त्यत्रो ठाउँ छ। तर यसको अब के भन्नुपर्दा चाहिँ यसको चाहिँ ज्याकै लाग्दैन त्यो बोर्डमा यसमा लाग्छ, अर्को कोठामा लाग्छ। त्यस्तै बोर्ड छ, अनि त्यो पालमा यसको ज्याकै मरि गए पस्दैन। बाध्यता भएर म चाहिँ यहाँ कोठामा बनाउनु पर्ने हुन्छ कि। त्यस्तै नै हो। अब ज्याक नलागेपछि के गर्ने त, कोठामा पकाउनु पर्छ। मैले चाहिँ टक्क यो आलु सालु अब मम्मीले धोइदिनु भएको थियो।
मैले पकाउन सुरु गरिसकेको छु। पानी-सानी हालेर भुटभाट पारेर टक्क यसलाई छोप्दैछु। अब एकछिनमा पाक्छ अनि म खानासाना खान्छु। र मम्मीले के गर्नुहुन्छ आज भन्दै हुनुहुन्थ्यो। अब काउली-साउली काट्ने के गर्ने भन्दै हुनुहुन्थ्यो। अब त्यो पनि हेरौँ। ल गाइस, टक्क हाम्रो चाहिँ यहाँ हाम्रो मम्मीले चाहिँ काउली फडानी गर्दै हुनुहुन्छ। टक्क देख्न सक्नुहुन्छ। यो चाहिँ यो काउली छ। अब सबै फाड्दै हुनुहुन्छ। मम्मी यो काउलीको के बनाउने त आज हामी? ल हाम्रो चाहिँ आजको यो काउली चाहिँ मस्त आज चिरेर सुकाउने अनि यो काउली चाहिँ चिरेर सुकाउने अनि यो पातहरूको चाहिँ आज टक्क गुन्द्रुक हाल्ने हो। आजको काम त्यही नै छ हाम्रो घरमा। यता चाहिँ आलु लगाएको थियो कि आलु चाहिँ सुन्नुभयो आलु टक्क अब खनेर लगिदिइसकेको छौँ। यो चाहिँ अब असारमा पानी परे हुन्छ नि त साथीहरू। त्यो बेला असारमा तरकारी हुँदैन अनि हाम्रो मम्सले चाहिँ अहिले यो गुन्द्रुक हाल्ने अनि आलुसँग मस्त पकाएर खाने। यो काउली चाहिँ सुकाएर राख्ने। यो पनि आलुसँग मस्त पकाएर खाने। पहिला चाहिँ हामी चाहिँ काटकुट पारेर त्यसलाई सुकाएर राख्छौँ अनि त्यसपछि चाहिँ हामी चाहिँ स्टोर गरेर राख्ने र त्यसपछि हामी पछि चाहिँ खाने गर्छौँ कि। सो अझै अब कसरी हुन्छ त म त्यो पनि देखाउँछु। यो गुन्द्रुकको प्रोसेस आज चाहिँ हुँदैन, त्यो चाहिँ भोलि हुन्छ सायद। काउली चाहिँ आज चिरिन्छ गाइज होइन। टक्क अब हाम्रो मम्मीले चाहिँ टक्क यो अघि काटेको काउलीको पात यता सुकाउनु भएको छ। काउली यता चिरेर टक्क रेडी भइसकेको छ। उता पनि अलिकति थोरै त्यो कलिला पात हुन्छ नि त्यो चाहिँ काटेर राख्नु भएको छ कि सुकाएर जे होस् कि अब असार साउनतिर तरकारी त हुँदैन, पानी परे हुन्छ। त्यति बेला चाहिँ लाइक आलु मात्रै हुन्छ कि त्योसँग अब आलु खाँदा वकदिका हुन्छ नि त। त्योसँग अब टक्क त्यो काउलीहरू सुकाएर खानलाई मतलब कि काउली मिसाएर खानलाई सुकाउन त अहिले सुकाइरहेछ, मिसाएर खानलाई चाहिँ त्यसरी सुकाउँदैछौँ हामीले चाहिँ। यो चाहिँ देख्न सक्नुहुन्छ यो सरलको यो काउलीको पात उता रायोको साग। यो चाहिँ आज चाहिँ हामीले ओइलाउनलाई छोडिदिएको। यसको प्रोग्राम चाहिँ यो गुन्द्रुकको चाहिँ भोलि हुन्छ। यो अलिअलि ओइलेपछि चाहिँ यसलाई चाहिँ टक्क थ्याचेक पार्दाखेरि रेसा निस्किन्छ क्या। यसले यत्तिकै अब टिप्दा बित्तिकै हान्दिन लाग्यो भने घ्याच्याक टुक्रा हुन्छ अनि मजा आउँदैन। सो अब माथि तोरी पनि सुकाएको छ, त्यहाँ परेवा आउँछ क्या। म त त्यहाँ अब कुरुवा बसेको यहाँ चाहिँ हामीले टक्क तोरी सुकाएको कि यहाँ तोरी छ। त्यहाँनिर चाहिँ परेवा बस्ने घर छ। हो ठ्याक्कै त्यहाँनिर चाहिँ परेवा बस्ने घर छ अनि यहाँनिर चाहिँ तोरी छ। अनि म चाहिँ अहिले चाहिँ के गरिरहेको भन्दाखेरि यसको चाहिँ सेक्युरिटी गार्ड बसेको म चाहिँ सरलग होइन। सेक्युरिटी भन्नुपर्दा चाहिँ के को सेक्युरिटी त यो तोरीको सेक्युरिटी गार्ड बसेको कि म यहाँ माथि जागिर पाएको नयाँ। अब अहिले त्यत्तिकै अब फाल्टु घरमा बसेछु नि त। अब मम्मीले मलाई एउटा नयाँ जागिर दिनुभएको छ कि आजको लागि। त्यो तोरी कुर्नी अनि तल त्यो अघि सुकाएको देख्नु भने काउली कुर्नी, त्यही हो। म यहाँबाट अब टक्क छतबाट के गरिरहेको छु भन्नुपर्दा चाहिँ यहाँ चाहिँ हाम्रो टक्क अब हाम्रो भाइहरूको चाहिँ यहाँ चाहिँ त्यो हुँदैछ कि वर्ल्ड कप हुँदैछ कि यो हाम्रो भाइहरूको सरलका त्यहाँ। जे होस् ठिक छ, खेल्छन्। अब हामी पनि त्यस्तै हो। हामी पनि पहिला अब त्यस्तै हो, खाली ठाउँ देख्नै नहुने टक्क कुदिहाल्थ्यौँ कि अब बल्ली नि कुदिहाल्ने। जे होस् अहिले हाम्रो भाइहरू त्यस्तै छ। हामी चाहिँ अब कहाँ खेल्न जान्थ्यौँ भन्नुपर्दा चाहिँ ऊ त्यहाँ देख्नु भएको छ नि अहिले यो गाडी पार्क गरेको, त्यो पहिला केही थिएन त्यहाँ हजुर। अहिले चाहिँ त्यो सबै प्रोजेक्ट नेसको त्यो चल्दैछ अरे अहिले त्यहाँ चाहिँ होइन। त्यही भएर अहिले चाहिँ हामी चाहिँ अब बुढो हुन लाग्यो नि त। अब पहिला पो त हाम्रो केही पनि थिएन, अहिले त दारी जुङ्गा आइसक्यो, यत्रो भइसक्यो। बिहे गर्ने बेला पनि भइसक्यो। अब छैन, अब कोसँग गर्ने त। अब अत्तपत्त केही छैन। यहाँ चाहिँ अब हाम्रो हजुरआमाले कपडा पनि सुकाउनु भएको छ मस्त। यहाँ यो झ्याक्सी भइहाल्यो, आगो बाल्नलाई त्यही नै हो। अब कोसँग गर्ने भन्ने सोचमा छु म। अब एउटा ल्याउन पऱ्यो, मेरो बिस्तार अझै त्यस्तै छ। तपाईँहरूले थाहा छ भने यसो कमेन्ट गरिदिनु न होइन। सो आज चाहिँ मेरो काम यो तोरी हेर्ने, यसकै बडीगार्ड हो म चाहिँ आज। गाइज यो चाहिँ अब लास्ट होइन। यो चाहिँ हाम्रो आज अब मम्मीले अस्ति नै बनाउनु भएको सिन्की भइ नै हाल्यो। सिन्की भन्नुपर्दा चाहिँ मुलाको हुन्छ होइन। अब मैले जागिर पाइसकेको छु, गेट पाले होइन पाले कुरुवा बडीगार्ड तोरीको र काउलीको। अनि यहाँ सिन्की पनि हेर्दैछु, परेवाहरू भन्किरहेछ। भाग्यो गधाहरू उता गएर पर्यो। अनि ल ठिक छ, म चाहिँ यसको बडीगार्ड भएर बसेछु। आजलाई यति नै होइन। भेटौँला अर्को ब्लग्समा। च्यानल सब्सक्राइब गर्नु भने नभन्नु होला। थ्याङ्क्स सो मच फर वाचिङ।